के तपाईँ आज परमेश्वर विहीन जीवन बाँच्दै हुनुहुन्छ? न्यायकर्ता 2 अध्यायको 10 मा त्यहाँ एउटा अचम्म पार्ने कुरा छ। यहोशूको मृत्युपछि त्यहाँ एउटा नयाँ पुस्ता आएको छ जसले परमेश्वरलाई चिनेको छैन। उनीहरूले परमेश्वर को हो र उहाँले के गर्नुभयो भन्ने कुरा उनीहरूलाई थाहा छैन। आज संसारमा धेरै मानिसहरू छन् जसले परमेश्वरको अस्तित्वलाई विश्वास गर्दैनन् र उनीहरूलाई परमेश्वर छ भन्ने कुरा पनि थाहा छैन। के तपाईले कहिले यसरी सोच्नु भएको छ, यदि परमेश्वर छैन भने जीवनको अर्थ चाहिँ के हो? राम्रो र नराम्रो कसले निर्धारण गर्ने? अनि अन्तमा राम्रो र नराम्रो व्यक्तिको न्याय कसले गर्छ? आज धेरै मानिसहरू भन्छन् म परमेश्वरमा विश्वास गर्दिन, परमेश्वर छैन। तर प्रश्न यो हो, के परमेश्वरको अस्तित्व छैन भनेर मान्दा वास्तवमै केही फरक पर्छ र? आज हामी गहिरो रूपमा विशेष गरी ईश्वरविहीन जीवन जिउनुको परिणाम के हुन्छ र किन परमेश्वरमा विश्वास गर्न आवश्यक छ भन्ने कुरा म तपाईहरुलाई यस भिडियोमा बताउन गइरहेको छु। भजन संग्रह 14को 1 मा त्यहाँनिर डरलाग्दो तर सत्य कुरा लेखिएको छ। अनि मूर्खले त्यहाँनिर भन्छ ईश्वर छैन। यहाँनिर ध्यान दिनुस्, बाइबलले बुद्धि नभएको वा पढाइ नभएको व्यक्तिलाई मूर्ख भनेर भन्दैन, बरु परमेश्वर छैन भनेर निर्णय लिने व्यक्तिलाई मूर्ख भनेको छ। किन यसो भनिएको? किनकि संसार परमेश्वरले बनाउनु भएको अनि हामी भित्रको विवेकले पनि परमेश्वरको अस्तित्वतिर चाहिँ डोराउँदछ। तर पनि कतिपयले आँखा चिम्लेर उहाँ हुनुहुन्न भन्छन्। एउटा घडीको कल्पना गर्नुहोस्, यदि तपाईले मरुभूमिमा घडी भेट्टाउनु भयो भने त्यो आफै त्यहाँनिर आएको होइन भन्ने कुरा थाहा गर्नुहुन्छ। त्यसै गरी यो ब्रह्माण्ड, हाम्रो डिएनए सबैको एक सृष्टिकर्ता हुनुहुन्छ। अनि परमेश्वर छैन भन्नेहरू मूर्ख हो त? अनि जसले परमेश्वर ईश्वर छ भन्ने कुरालाई स्वीकार गर्छ तर व्यक्तिगत जीवनमा भने परमेश्वरलाई इन्कार गर्छ भने त्यो व्यक्ति पनि त्यस्तै मूर्ख जस्तो भएन र? हामी एकचोटि फेरि पनि न्यायकर्ता 2 अध्यायको 10 लाई हामी हेरौँ। न्यायकर्ता 2 अध्यायको 10 को सन्दर्भलाई हामीले त्यहाँनिर हेर्यौं भने त्यहाँनिर यहोशू र उनको समयमा बाँचेका इजरायलीहरूले परमेश्वरका ठूला कामहरू देखेका थिए। इजरायलीहरूलाई परमेश्वरले मिस्र देशबाट छुटकारा दिएर ल्याउनु भयो। परमेश्वरले लाल समुद्र विभाजन गरेर उनीहरूलाई त्यहाँबाट हिँडाउनु भयो। यर्दनको नदी त्यहाँनिर सुकेको कुरा देख्छौ। यरीहोको पर्खाल ढलेको कुरा ती इजरायलीहरूले चाहिँ देखेका थिए। ती मानिसहरू परमेश्वरको भय र प्रेमले भरिएका थिए। तर हेर्नुहोस् त, बिस्तारै त्यहाँनिर परमेश्वरलाई चिन्ने, परमेश्वरको भय मान्ने त्यो पुस्ता चाहिँ बितेर जान्छ। अनि त्यहाँनिर अर्को पुस्ता आउँछ जुन नयाँ पुस्ताले परमेश्वरको कार्य देखेका थिएनन्। तर त्यो मुख्य भन्ने कारण होइन, कारण चाहिँ उनीहरूका आमा बुवाले चाहिँ परमेश्वरको बारेमा सिकाएनन्। अनि यहाँनिर 2 अध्यायको 10 मा यसरी लेखेको छ, त्यस जम्मै पुस्ताका सबैजना आफ्ना पिता पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो, न त उहाँले इजरायलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो। त्यसकै 11 पदमा हेर्यो भने त्यहाँनिर हामीले उनीहरूलाई जे ठिक लाग्यो, जे परमप्रभुको दृष्टिमा चाहिँ खराब थियो, त्यही चाहिँ इजरायलीहरूले गर्न लागे र बाल देवताको चाहिँ पूजा गर्न लागे भन्ने कुरा चाहिँ हामीले 11 पदमा देख्न सक्छौँ। आज हाम्रो समाजमा पनि त्यस्तै भइरहेको छ। जुन पुस्ताले चाहिँ परमेश्वरसँग समय बिताएको थियो, प्रार्थना गरेको थियो, तर आज नयाँ पुस्ताको युवाले चाहिँ परमेश्वर भन्ने चाहिँ पुरानो कुरा हो, म चाहिँ विज्ञानमा विश्वास गर्छु भन्ने कुरा चाहिँ आज भनिरहेको छ। तर एउटा कुरा चाहिँ विज्ञानले पनि परमेश्वर तर्फ चाहिँ देखाउँछ। यदि हामीले त्यहाँनिर उत्पत्ति 1:1 मा हेर्यो भने आदिमा परमेश्वरले आकाश र पृथ्वी सृजना गर्नुभयो भन्ने कुरा त्यहाँनिर देख्दछौँ। अनि यहाँनिर हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वर विहीन हुनु भनेको चाहिँ उहाँ छैन भन्ने मात्र होइन, बरु उहाँलाई जान्ने कोसिस नै नगर्नु हो। यदि कोहीले परमेश्वर छैन भन्ने कुरालाई त्यहाँनिर भन्दछ भने त्यहाँनिर 2टा कुरा आउँदछ, एउटा नैतिकताको कुरा, अर्को चाहिँ जवाफदेहिताको कुरा आउँछ। अब यो सोच्नुहोस्, यदि परमेश्वर छैन भने नैतिकता अथवा राम्रो र नराम्रो कसले त्यहाँनिर चाहिँ निर्धारण गर्छ? के चाहिँ राम्रो, के चाहिँ नराम्रो भन्ने परिभाषा चाहिँ कसले दिन्छ? यदि हामी केवल कीटाणुबाट विकसित भएको मासुको मात्रै टुक्रा हो भने कसैले अर्काको हत्या गर्दा त्यो कसरी गल्ती हुन्छ? प्रकृतिमा बाघले मृगलाई मार्छ, त्यो पक्कै पनि अपराध मानिँदैन। तर मानिसले मानिसको हत्या गर्दाखेरि चाहिँ त्यहाँनिर अपराध हुन्छ, किनकि हामी भित्र सृष्टिकर्ताले चाहिँ विवेक दिनुभएको छ, जुन विवेक चाहिँ असल अनि खराबको विवेक हो। अब त्यहाँनिर मानिसहरू यसो पनि भन्छन्, बाइबल नपढी पनि म इमानदार नै छु। ठिक हो, तर प्रश्न यो हो कि तपाईको इमानदारीको आधार चाहिँ के हो? यदि परमेश्वर छैन भने संसार अन्धो र अराजक हुनु पर्थ्यो, सबैले आफू खुसी गर्ने। तर हामी देख्छौँ जुन समाजले परमेश्वरलाई मानेको हुँदैन त्यहाँनिर भ्रष्टाचार, हिंसा र स्वार्थ जस्तो कुराहरू बढेको छ।
किन? किनकि त्यहाँनिर परमेश्वरको डर छैन, मानिसको डर मात्रै बाँकी रहेको छ। पक्कै पनि एउटा व्यक्तिले त्यहाँनिर परमेश्वरले देख्नुहुन्छ, ईश्वरले देख्नुहुन्छ भन्ने कुरामा विश्वास गर्छ भने त्यो व्यक्तिले गलत कुराहरू गर्दैन। तर यदि कसैले परमेश्वर छैन भन्ने कुरामा विश्वास गर्छ भने त्यहाँनिर कसैले जवाफदेही हुन आवश्यक छैन। अनि यहाँनिर हामीले न्यायकर्ता 2 अध्यायको 10 मा पनि त्यही कुरा देख्छौँ। परमप्रभुलाई नचिन्ने पुस्ता आयो, जुन पुस्ता चाहिँ भ्रष्ट भयो, जुन पुस्ताले आफूलाई जे मन लाग्छ त्यही गरेको कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ। अनि म तपाईसँग यहाँनिर एउटा महत्त्वपूर्ण कुराकानी गर्न चाहन्छु। कति व्यक्तिहरू परमेश्वर छैन भनेर भन्नुको कारण एउटा हुन सक्छ कि उनीहरू आफ्नो जीवनमा कसैसँग जवाफदेही हुन चाहँदैन। हुन सक्छ उनीहरू एकदमै आफ्नो तरिकाले चाहिँ जिउन खोजेको पनि त्यहाँनिर हुन सक्छ। एउटा कुरा चाहिँ यदि परमेश्वर छैन भने त्यहाँनिर पाप भन्ने पनि कुरा छैन र त्यहाँनिर न्यायको पनि डर छैन। तर बाइबल स्पष्ट रूपमा भन्छ, यदि हामीले रोमी 14 अध्यायको 12 मा त्यहाँनिर हेर्यौँ भने यसरी लेखिएको छ, यसैले हामी हरेकले आफ्नो लेखा दिनेछौँ। एकचोटि विचार गर्नुहोस्, तपाईँले अन्याय भएको देख्नुभयो र तपाईँको मनमा यस्तो आएको थियो होला, पक्कै पनि परमेश्वरले एक दिन यसको न्याय चाहिँ गर्नुहुन्छ। त्यो भावना परमेश्वरले रोपेको चाहिँ न्यायको भावना हो। नराम्रो हुँदा, अन्याय हुँदा, त्यहाँनिर पाप हुँदाखेरि यो ठिक भइरहेको छैन भन्ने हामीमा विवेक आउनु, हामीमा भावना आउनु, त्यस्तो खालको हामीमा भावना आउनु चाहिँ परमेश्वरबाट हो। र त्यस्तो खालको हामीमा भावना आउनु चाहिँ परमेश्वरबाट आएको स्रोत हो। अनि त्यही विवेकको स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ। न्यायकर्ता 2 अध्यायको 11 देखि 15 मा हामीले हेर्दै गयो भने त्यहाँनिर मानिसहरू परमेश्वर विहीन भए। उनीहरूले आफ्नो नजरमा जे ठिक लाग्छ त्यही गरे। उनीहरूले पापलाई धेरै अभ्यास गरे र परमेश्वरले उनीहरूलाई शत्रुको हातमा सुम्पिदिनु भयो। तर आज पाप हुँदाखेरि, तर आज अन्याय हुँदाखेरि परमेश्वरले तुरुन्तै सजाय दिनुहुन्न, किनकि परमेश्वर धैर्य गर्नुहुन्छ। तर अन्तिम दिन अथवा न्यायको दिनमा चाहिँ हामी सबैले परमेश्वरको सामु उभिएर चाहिँ हामीले आफ्नो लेखा दिनुपर्छ। र त्यस दिन जब परमेश्वर छैन भन्नेहरू चाहिँ लज्जामा पर्नेछ। परमेश्वर बिना जिएको जीवनमा कुनै पनि अर्थ हुँदैन। त्यहाँदेखि मानिसहरू आफ्नो चालमा आफ्नै तरिकाले बाँचिरहेका हुन्छ। यस कारणले गर्दाखेरि परमेश्वरलाई विश्वास गर्नु र उहाँलाई विश्वास गरेर जिउनुमा चाहिँ छुट्टै आनन्द छ। जब एउटा व्यक्तिले परमेश्वरलाई विश्वास गर्दछ त्यहाँनिर उसले जीवनको अर्थ थाहा पाउँदछ। त्यहाँनिर अझै नैतिकताको बारेमा पनि स्पष्टता आउँदछ। त्यहाँनिर आशा हुन्छ र त्यहाँनिर चाहिँ न्याय सुनिश्चित हुन्छ। परमेश्वरमा विश्वास गर्नुको चाहिँ त्यहाँनिर सकारात्मक अर्थ छ। जब तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँको सृष्टिकर्ताले तपाईँलाई उद्देश्य दिनुभएको छ, तब तपाईँको जीवनमा त्यहाँनिर अर्थ हुन्छ। जब तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, तब तपाईँ आत्महत्या वा निराशमा पर्नुहुन्न। जब तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले तपाईँको हरेक काम देख्नुहुन्छ, तब तपाईँ इमानदार र करुणामय हुनुहुन्छ। आजको युगमा मानिसहरू भनिरहेको छ मेरो आफ्नै सत्य छ, तर त्यो अस्थिर बालुवामा घर बनाउनु जस्तै हो। परमेश्वरको अस्तित्वले तपाईँलाई जीवनको चट्टान दिन्छ जुन चाहिँ हल्लिँदैन। कुनै कोरोना, कुनै आर्थिक मन्दी, कुनै मृत्युले चाहिँ त्यो हल्लाउन सक्दैन। अब यहाँनिर न्यायकर्ता 2 को 10 मा भनेको नयाँ पुस्ताले चाहिँ परमेश्वरलाई चिनेन भन्नुको अर्थ चाहिँ उनीहरूले कहिल्यै पनि मौका पाएनन् चिन्नलाई भन्ने अर्थ चाहिँ दिँदैन। यसको अर्थ चाहिँ के हुन्छ भन्दै गर्दाखेरि उनीहरूले परमेश्वरलाई चिन्नै खोजेनन्। उनीहरूले आफ्नो तरिकाले बाँच्न चाहिँ रुचाए। उनीहरूलाई आफ्नो दृष्टिमा जे देख्छ त्यो गर्न चाहिँ रुचाए। भन्नुको अर्थ चाहिँ उनीहरू परमेश्वरको बाटोमा हिँड्न चाहेनन्। अब यसलाई नेपाली उखानमा भन्दै गर्दाखेरि नजाने गाउँको चाहिँ बाटो नसोध्नु भनेको जस्तै यहाँनिर कुरा भएको हामी देख्छौँ। तर आज परमेश्वरलाई चिन्ने मौका छ। कि तपाईँ परमेश्वर विहीन जीवन जिउँदै हुनुहुन्छ, तपाईँ सोच्दै हुनुहुन्छ परमेश्वर भएको भए किन यस्तो भनेर सोच्दै हुनुहुन्छ भने आजको मौका तपाईँहरूको लागि छ। तपाईसँग बाइबल पढ्ने मौका छ, तपाईसँग प्रार्थना गर्ने मौका छ। त्यसैले यो वचनलाई इन्कार नगर्नुहोस्। म आज तपाईँलाई विशेष गरी 3 वटा कुरा भन्न चाहन्छु। यदि तपाईँ र मैले परमेश्वर छैन भन्छौँ भने हामी मूर्खतामा हुन्छौँ। यसै कारणले गर्दाखेरि आजै हामीले हाम्रो मन परिवर्तन गर्न आवश्यक छ। यो संसारको सृष्टिले तपाईँको भित्री अन्तस्करणले परमेश्वरको अस्तित्वको चाहिँ प्रमाण चाहिँ दिइरहन्छ। दोस्रो कुरा चाहिँ यदि तपाईँ परमेश्वर छ भनेर विश्वास गर्नुहुन्छ तर उहाँलाई बिर्सेर तपाईँ जिरहनु भएको छ भने न्यायकर्ता 2 को 10 को पुस्ता जस्तो नबन्नुहोस्। उहाँलाई चिन्नुहोस्, बाइबल पढ्नुहोस् अनि प्रार्थना गर्नुहोस्। यदि तपाईँ अनिश्चित हुनुहुन्छ भने यो प्रार्थना गर्नुहोस्, हे परमेश्वर म तपाईँको अस्तित्व खोजी गर्छु, मेरो आँखा खोलिदिनुहोस्। कि तपाईँ साँच्चै हुनुहुन्छ भने मलाई देखाउनुहोस्, म आफ्नो घमण्ड छोड्न तयार छु। अनि हामीले यर्मिया 29 को 13 मा त्यहाँनिर हामीलाई
भन्दछ तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, परमेश्वर विहीन पुस्ताको चाहिँ भाग नबन्नुहोस्। तपाईँ परमेश्वरलाई अस्वीकार गर्न सक्नुहुन्छ होला र तपाईँ आफ्नो विवेकबाट चाहिँ भाग्न सक्नुहुन्न। परमेश्वरलाई इन्कार गर्नु सजिलो छ तर सत्यताबाट भाग्न सकिँदैन। हुन्छ, आशा छ तपाईँले यो वचनबाट आशिष पाइसक्नु भएको छ। हुन्छ, फेरि पनि हामी अर्को विषयमा भेट्नेछौँ। सबैलाई